हजुरको यो ढाडको नसा च्यापिएको छ जसलाई हामीले लम्बार स्पाइनल स्टेनोसिस भन्छौं। यसको लागि व्यायामहरु सिकाउँछु, हेर्नु होला। उतानो पर्यो, यसरी सुत्नुस्, दाहिने घुँडा खुम्च्याउनुस् र दुईटै हातले दाहिने घुँडालाई आफूतिर तान्नुस्। 5 सेकेन्ड होल्ड गर्नुस्, 1 2 3 4 5 छोड्नुस्। देब्रे घुँडा खुम्च्याउनुस्, आफूतिर तान्नुस्, 5 सेकेन्ड होल्ड गर्नुस्, 1 2 3 4 5 छोड्नुस्। यसरी बस्नुस्, देब्रे घुँडा खुम्च्याउनुस्, दाहिने एंकल देब्रे घुँडामा राखेर देब्रे पाइताला आफूतिर तान्नुस्, 5 सेकेन्ड होल्ड गर्नुस्, 1 2 3 4 5 छोड्नुस्। त्यसपछि दाहिने घुँडा खुम्च्याउनुस्, देब्रे एंकल दाहिने घुँडामा राखेर आफूतिर तान्नुस्, 5 सेकेन्ड होल्ड गर्नुस्, 1 2 3 4 5 छोड्नुस्। उत्तानो परेर यसरी सुत्नुस्, दुईटै घुँडा खुम्च्याउनुस्, दुईटै हात हिपमा राख्नुस् र पेल्भिक टिल्ट गर्नुस्, 5 सेकेन्ड होल्ड गर्नुस्, 1 2 3 4 5 छोड्नुस्। यही पोजिसनमा फेरि पेल्भिक टिल्ट गर्नुस्, 5 सेकेन्ड होल्ड गर्नुस् या होल्ड गरिराख्नुस्। दाहिने घुँडा खुम्च्याएर यसरी देब्रे हात पछाडि लानुस्, 1 2 3 4 5 छोड्नुस्। त्यसपछि पेल्भिक चाहिँ टिल्ट गरिराख्नुस्, देब्रे घुँडा खुम्च्याएर दाहिने हात पछाडितिर यसरी लानुस्, 5 सेकेन्ड होल्ड गर्नुस्, 1 2 3 4 5 छोड्नुस्। त्यसपछि घुट्टो पर्नुस् र दाहिने र देब्रे दुईटै घुँडाले यसरी टेक्नुस्, हातले टेक्नुस्, दाहिने हात सिधा गर्नुस् र देब्रे घुँडा यसरी स्ट्रेट गर्नुस्, 5 सेकेन्ड होल्ड गर्नुस्, 1 2 3 4 5 छोड्नुस्। त्यसपछि देब्रे हात सिधा गर्नुस् र दाहिने घुँडा यसरी सिधा गर्नुस्, 5 सेकेन्ड होल्ड गर्नुस्, 1 2 3 4 5 छोड्नुस्। यो व्यायामहरु चाहिँ ढाडको नसा च्यापिएको छ भने निकै फाइदाजनक हुन्छ।